थैंक यू सो मच बोले बोले ओके थैंक यू केएल को बाटो हो कि यो केएल जाने बाटो सो यो बाटो फलो गरेर डाइरेक्ट हामी केएल जान्छौँ पानीले नछोड्ने भयो हाम्रो साथीहरु पानीले नछोड्ने भयो आज गाइस है केएलको दिउँसोको भ्यूहरु दिउँसोको हाम्रो ग्याङ हाम्रो ग्याङहरु सब रेडी छ रेडी सो हाम्रो ग्याङमा एड भएको छ एनदर वान पर्सन माई फ्रेन्ड हेलो म्यान बादलले छोछ बिल्डिङ सिल्डिङहरु हैन केबल कारहरु हिँडिरहेछ माथि तारमा अनि केबल कारहरु सरर चलिरहेछ तपाईले हेर्न सक्नुहुन्छ यहाँबाट द वर्ल्ड लार्ज रे यो सबभन्दा ठुलो पहिला दुनियाको पहिलो होटल हो के मलेसियाको यहाँ चाहिँ बाइकको मेला लागेको छ भन अहिले टावरको छेउमा चाहिँ बाइक पुरा सानसँग हटाएर हैन सो हामी चाहिँ उ गर्दैछौँ हल्का इन्जोय गर्दैछौँ हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल परदेशी राइडर ब्लग जहिले पनि झुक्या झुकेर खाडी राइडर भनेर सो नाम चेन्ज गरेर मैले परदेशी राइडर ब्लग राखेको छु होइन सो आफ्टर लङ टाइम भनौँ हामी अब कहाँ गएको थियो अरे लास्ट टाइम लङ्कावी गएकोदेखि चाहिँ हामी कहीँ गएको थिएनौँ सो हल्का छुट्टीको टाइम मिलाएर दसैँको अवसरमा होइन सो हामी चाहिँ फेरि मलेसिया पेनाङदेखि कहाँ क्वालालम्पुर अनि गेन्दिङ आइल्यान्ड साइल्यान्ड कहाँ के गर्छौँ थाहा छैन तर डेस्टिनेसन हाम्रो क्वालालम्पुर फर्स्ट हुन्छ फर्स्ट डेस्टिनेसन सो त्यसको लागि चाहिँ हाम्रो गाइजहरू रेडी भइसकेको छ हो त्यसमाथि हाम्रो चाहिँ स्पेसल टी सर्ट पनि छ आज प्रेजेन्टिङ नेपाल होइन फ्रम मलेसिया सो हाम्रो चाहिँ सबैले चाहिँ एकै खालको टी सर्ट हाम्रो ब्रदरहरू पनि टाढादेखि आइसक्नु भएको छ राइडमा जोइन सो फ्युल अफ गर्छौँ ब्रदर सुरुमा होइन यहाँनिर पेट्रोल अस्ति गएको पनि होइन हामी उता जाँदैनौँ यहीँबाट हाइवे छिर्छौँ यता के यता यता गएर चाहिँ पेट्रोल सेट्रोल हाल्छौँ अनि त्यसपछि कन्टिन्यू राइड हुन्छ हाम्रो है ल रेडी हो साथीहरू ल अहिले म अगाडि हिँडेँ हेलो साथीहरू हाम्रो यात्रा सुरु भइसक्यो मलेसिया पेनाङदेखि क्वालालम्पुर ओ माई गड यस्तरी राइड हिँड्दाखेरि मजा नै छुट्टी हुन्छ सो गाइस सबैभन्दा पहिला चाहिँ हामी फ्युल अप गर्छौँ पानी परे जस्तो भयो के हामीलाई चिसो पानी ल्याइदिएको त्यसले हुजन थ्याङ्क यू सो मच बोले ओके थ्याङ्क यू ल हामीलाई त पेट्रोल पम्पमा स्वागत पो गर त यार मेरोमा यो दुईटा बाँकी छ धर्का 15 रुपियाँको अट्छ यसले त्यहाँ जानु पर्दैन कि यसले हालिदिन्छ कि हामी चाहिँ फ्युल अफ गरिसक्यौँ फ्युल अफ गरेर अब हिँड्ने भनेको पानी परेर हेर्नु त पानी परेर दिमाग खराब भयो भाइले रेनकोट बोकेर छ हामीले अब कतिले बोकेको छ कतिले बोकेको छैन त्यही भएर म त बरु म पनि भिजिदिन्छु होइन बोक्दिनँ लगाउँदिनँ भनेर लगाएको छैन सो हाम्रो केटाहरू सब यहीँ बसिरहेको छ पानी परेर एकछिन दिमाग खराब भयो नि त पानी अलिअलि फाटेको जस्तो छ अलिअलि सानो परिरहेछ केही छैन यो पानीलाई चाहिँ हामी चिरेर हिँडिहाल्छौँ सो हामी चाहिँ अब पानीलाई पानी नभनी लाग्नुपर्छ खै लेट्सको ग्याङ मलेसियामा यही हो क्या साथीहरू पानी पर्छ कतिखेर घाम लाग्छ कतिखेर के गर्छ थाहै हुन्न क्या सो त्यस्तै हो भिज्दै हिँड्दिने फेरि कहाँ घाम लाग्यो भने त सुक्दै हिँड्दिने बालै छैन सो गाइस हेर्न सक्नुहुन्छ पानी चाहिँ परिरहेछ पानी अब परिरहेछ हल्का यो सिम परिरहेछ अहिले चाहिँ तपाईँले बाटोहरूको त्यो हेर्न सक्नुहुन्छ होइन पानी एकदम कुहिरोला जस्तो पानी परेर के कुहिरोला जस्तो भएको छ तर हामी चाहिँ रेनकोट चाहिँ लाखेन तर पनि हिँड्दैछौँ त्यत्तिकै बालै फरर भन्ने हिसाबले सो मेरो केटाहरू मेरो पछि आउँदैछ अब हामी यहाँबाट चाहिँ डाइरेक्ट केएलको बाटो हो कि यो केएल जाने बाटो सो यो बाटो फलो गरेर डाइरेक्ट हामी केएल जान्छौँ अहिले पानी एकदम परिरहेछ तपाईँहरूले हेर्नुहोस् पानी
अहिले उता चाहिँ कम्ती परिरहेको थियो यहाँ यहाँ झन् ठुलो परिरहेको छ त ओहो भगवान् पानीले नछोड्ने भयो हाम्रो साथीहरू है पानीले नछोड्ने भयो आज गाइज है यो कुन ठाउँमा आएको छ थाहा छैन होइन पुरा तपाईँले हेर्न सक्नुहुन्छ अगाडि पछाडिको थियो हामी चाहिँ लगभग केवल आउन अब 120-130 किलोमिटर समथिङ छ सो यहाँ चाहिँ हल्का पिसाब सिसाब लागेर हामीले चाहिँ बाइकहरू यहाँ पार्क गरेर केटाहरू यहाँ पुरा पानी यहाँ त छत पनि रहन्छ फेरि छत पनि छैन साला ल चिल छ नि कहाँ हिँड्दा छ केटो ल ल केटा है यस्तै छ पारा गाह्रोतिर यस्तै हो अब पानीले चाहिँ नछोड्ने भयो अब पानीलाई नै साथमा लिएर केएलमा जानुपर्छ हामी है गाइज है सो गाइजहरू अब जान्छौँ होला होइन जाउँ होइन राइड कन्टिन्यू गरौँ होला जस्तो लाग्यो मलाई है साथीहरू हिजो चाहिँ अब केएल आएको चाहिँ मैले भ्लग बनाउनु सकिनँ त्यस्तै वेदरले गर्दा भनौँ पानी सानी पऱ्यो यताउता गऱ्यो मैले भ्लग बनाउनु सकिनँ सो आज हिजो बेलुका राति नै आइसकेको थियो हामी केएल चाहिँ सो केएल को यहाँ एउटा टावर पनि देखिरहेको छ यो मर्डेको टावर हो कि के भन्छ यसलाई सो हामी चाहिँ अब भर्खर उठेको थकान महसुस भइरहेको छ त्यही पनि इट्स ओके एउटा भ्लग चाहिँ बनाइदिइहालौँ भ्लगमा देखाइदिनु भन्छ भाइले रक भाइ हो नि त रक सो हामी चाहिँ अब भर्खर उठेको छ अब धेरै महँगो होटल हामीले बुक गरेको थियो होइन सो होटलको युटिलाइज त गर्नु पर्यो यहाँ माथि स्विमिङ पुल छ अब उठेर यहाँ के बाथरुममा आउनु स्विमिङ पुलमा गएर नुहाउँछु भनेर चाहिँ हामी चाहिँ भर्खर उठेको छौँ त्यही भएर हामी स्विमिङ पुलमा जानको लागि रेडी पोजिसनमा भित्र पस्न छिटो यार लिफ्टभित्र अब भाइहरू म त डेन्जर देख्छु लिफ्टभित्र त भाइ पनि डेन्जर 10 फ्लोरमा स्विमिङ पुल छ स्विमिङ पुलमा चाहिँ मुख पनि धोएन म त यार हामी केटाहरू सब रेडी भइसक्यो डाइरेक्ट डाइभ हाल्ने रहेछ स्विमिङ पुलमा होइन ओके सर गाइज हामी चाहिँ स्विमिङ पुलमा पसिरहेका छौँ स्विमिङ पुल आउनु के फरक पर्दैन ए होइन त्यो चाहिँ पोला तर छिरिदिइहाल्नु न छिरेपछि पोला के थाहा होइन ल ल ल ल ल स्विमिङ हान्दैन के गरेको हाम्फाल्न पाइन्न कि बिस्तारै ल लेसको पौडी खेल्नु सर गाइज हामी चाहिँ यो होटलमा स्टे गरेको थियो होइन सो यो होटलबाट हामी चेकआउट भएर चाहिँ हामी अब केएलबाट गेन्टिङ अहिले चाहिँ केएल घुम्न चाहिँ खासै ठिक हुँदैन रे सो हाम्रो लागि हामीलाई घुमाउनको लागि हाम्रो दोस्त पनि आएको छ यहाँ एकजना दोस्त पनि आएको छ हामीलाई केएल घुमाउनको लागि सो उसले भन्दैछ केएल चाहिँ दिउँसो राम्रो हुँदैन रे बेलुका राम्रो हुन्छ अरे त्यही भएर बेलुका चाहिँ हामी केएल भिजिट गर्ने प्लान गरेर चाहिँ अहिले चाहिँ हामी केएल टु गेन्टिङ जाँदैछौँ साथीहरू होइन सो गेन्टिङ गएर गेन्टिङको भ्यू सु यताबाट ड्याङडुङ पनि देखाउँदै गर्छु म सो भिडियोमा चाहिँ स्टे ट्युन होइन त्यही भन्न चाहन्छु सो हाम्रो ग्याङहरू सब रेडी छ सो हाम्रो ग्याङमा एड भएको छ एनदर 1 पर्सन माई फ्रेन्ड हेलो म्यान सो उसले चाहिँ हामीलाई घुमाउँछ होइन सो त्यही हो हामी चाहिँ अब गेन्टिङ हाइल्यान्डतिर लाग्दैछौँ यो अगाडि हाम्रो G250 लिएर हिँडिरहेछ दोस्त उसले चाहिँ घुमाउँछु भनेको छ होइन ठिकै छ उसले चाहिँ मलाई एक वर्ष अगाडिदेखि कन्ट्याक्ट गरिरहेको थियो कि आइज तँलाई घुमाइदिन्छु भनेर हेर्न सक्नुहुन्छ केएलको दिउँसोको भ्यूहरू दिउँसोको हाम्रो ग्याङ सो ग्याङ पनि हेभी भएको छ सो त्यही हो आमामा घरहरू त अब माथि फर्किनै पर्छ त्यसको लागि त यो चाहिँ मलेसियाको क्यापिटल भनौँ होइन क्यापिटल क्वालालम्पुरको भित्र चाहिँ हामी घुम्दैछौँ अब ठाउँको स्पेसल ठाउँको नाम चाहिँ के हो त्यो त थाहा भएन सो हामीलाई चाहिँ उसले गाइड गरिरहेछ केएल सिटी छोडेर निस्किँदैछौँ सायद गेन्टिङको लागि बाटो अलिक फराकिलो आउँदैछ हामी चाहिँ त्यो डाँडामा जाने देखाइरहेको छु पर डाँडा यहीँबाट देखिन्छ कि गेन्टिङ हाइल्यान्डको होटल गेन्टिङको तलको मजा
खतरा कर्नर हान्ने मैले। सो गाइज हामी चाहिँ पहाड चढ्दैछौँ अहिले। पहाड पुरा बाटो त यस्तो छ होइन। सो ठाउँ पनि आउनु लागिसकेको छु, त्यहाँ छु हेर्न सक्नुहुन्छ। हल्का मात्र चढ्नु बाँकी छ। अब एकछिन हामीले चाहिँ फोटोसुटको लागि रेस्ट लिएको थियौँ। सो अब फेरि राइड कन्टिन्यू। ग्याङहरू केबल कार ग्याङहरू आइसक्यो गेन्टिङ आइल्यान्डमा। यहाँबाट तल पहाडहरूको बाटो हेर्नु सक्नुहुन्छ। यहाँ टेम्पलहरू छ पुरा। हामीलाई चाहिँ उहाँले गाइड गरिराख्नु भएको छ होइन। सो दामी छ। मान्छेहरू धेरै घुम्न आएको छ चाहिँ। मान्छेहरू चाहिँ बब्बाले आएको छ। कसले टङ्ग पनि पारिरहेछ। बुद्धको ठुलो टेम्पल पनि रहेछ त्यहाँ, स्ट्याचु भनौँ बुद्धको। सो बब्बाले चाहिँ ठाउँ दामी लागेको ठाउँ चाहिँ। भन्डी पनि बजाउँदै कसले केटा बादलले छोछ बिल्डिङ सिल्डिङहरू होइन। केबल कारहरू हिँडिरहेछ माथि तारमा। हामी चाहिँ भिडियो खिच्दैछौँ, फोटोसुट गर्दैछौँ, यताउता गर्दैछौँ। हाम्रो केटाहरू पुरा त्यहाँ हेर्न सक्नुहुन्छ। यहाँको सिनहरू है बब्बाल दामी लगाइछ। त्यही हो गेन्टिङ आइल्यान्ड होइन। गेन्टिङ आइल्यान्डको मेन होटलहरू त्यहाँ छ। त्यहाँबाट सर्र यो होटलहरू होइन। अनि केबल कारहरू सर्र चलिरहेछ। तपाईँले हेर्न सक्नुहुन्छ। यहाँबाट तल रोड हेर्न सक्नुहुन्छ। सो हामी चाहिँ टेम्पलको टप अफ द टपमा आएको छौँ। तपाईँहरूको लागि है चाहिने टेम्पलहरू छ। हाम्रो केटाहरू यहाँ पुरा उ गरिरहेछ। सो त्यही हो साथीहरू, टुरिस्टहरू यहाँ हेरिरहेछ। सिन है, सिन साथीहरू। फाइनली गेन्टिङको सिन पनि मैले तपाईँहरूलाई सो गर्दै यता अब केबल कारहरू हिँडिरहेछ। द वर्ल्ड फर्स्ट वर्ल्ड होटल, द वर्ल्ड लार्ज रे यो सबभन्दा ठुलो पहिला दुनियाँको पहिलो होटल थियो कि मलेसियाको गेन्टिङ आइल्यान्डमा छ कि। सो त्यही यहाँको सिनहरू चाहिँ यस्तै छ। सो हेर्न सक्नुहुन्छ। अब यहाँ हामी भिजिट गरेर हामी नास्ता पानी गरेर फर्किन्छौँ अब यहाँबाट। फाइनली हामी चाहिँ अब गेन्टिङ आइल्यान्ड भिजिट गरेर पनि फर्किँदैछौँ। सो हाम्रो चाहिँ ग्याङहरू हिँड्छ होइन। हामीलाई चाहिँ दुईजना हाम्रो दोस्तहरूले भिजिट गराइरहेछ। सो आफ्नो बहुमूल्य टाइम लिएर चाहिँ हाम्रो भिजिट गरिरहेछ। सो यही हो दोस्तहरू होइन, भिजिट गरिरहेछ। हेलो ओके। सो हाम्रो ग्याङहरू यहाँ छ होइन। अब चाहिँ हामी गेन्टिङ आइल्यान्डबाट जाँदैछौँ। सो अहिले चाहिँ हामी केएलमा छौँ। राति चढ सो हाम्रो ग्याङहरू हो यो। सो यहाँ ग्याङ छ ए। चलपल यो चाहिँ मलेसियाको नाइट साथीहरू है। ओहो अहिले रातिको तपाईँले हेर्न सक्नुहुन्छ। मेरो घडीमा 12:30 भएको छ। 12:30 बजे रातिको भ्यू। यहाँ चाहिँ बाइकको मेला लागेको छ भनौँ अहिले। सो गाइज फाइनली हामी चाहिँ केएल क्वालालम्पुरको ट्विन टावरको अगाडि आएको छौँ होइन। हाम्रो चाहिँ दोस्तहरू पनि भेट भएको छ, मिटअप भएको छ। हेलो सो हामीलाई चाहिँ उहाँहरूले गाइड गरेको छ होइन। आज केएलमा चाहिँ पुरा केएल घुमाउने बाचाका साथ गाइड गरेको छ। अहिले चाहिँ हामी केएलसीसी टावरको छेउमा चाहिँ बाइक पुरा सानसँग हटाएर होइन। सो हामी चाहिँ उ गर्दैछौँ, हल्का इन्जोय गर्दैछौँ। द्याट्स अल है गाइज। ल हेर्न सक्नुहुन्छ केएलसीसी
यो परदेशी राइडर जेसुकै गर्न सक्छ जेसुकै गर्न सक्छ केएलमा होइन केएलसीसीको ट्विन टावरको अगाडि यस्तरी बाइक राखेर चाहिँ यो पोजिसनमा चाहिँ सायद कोही छैन होला भन्ने रह्यो के एनीवे भिडियो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु गाइज द्याट्स अल जय नेपाल